हेलो हेलो मेरो माइक पनि सुनिराख्नु भएको होला सो हामीले फ्लावर पाइसक्यो होइन वेलकम टु दुबई धन्यवाद दाइ एकदमै यहाँ झुलिरहेको छु म चाहिँ होइन सो कस्तो भयो त पोडकास्ट यार बवाल भयो है यहाँ टक्क लाएर बवाल भयो जामा लाउने के छ ज्याक्रो तिमीहरूलाई फेरि पनि स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा नयाँ दिन नयाँ भिडियो लिएर म फेरि पनि आइसकेको छु र आजको भिडियो एकदम राम्रो फ्यान्टास्टिक र फ्यान्टा बुलस हुने होला छ तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि यो भिडियोलाई फर्स्ट क्लाससम्म नछुटाइकन हेरेर मन पऱ्यो भने लाइक सब्स्क्राइब कमेन्ट सेयर सबै गर्नु पर्यो जामा लाउने हो र मलाई थाहा छ तिमीहरूले आज गर्छौ किनकि मैले खतरा भिडियो लिएर आएको छु नि त जामा लाउने हो सो अहिले चाहिँ म कहाँ छु भन्दाखेरि तिमीहरूले हेर्न सक्छौ माउन्ट एभरेस्ट रेस्टुरेन्टमा छु जुन चाहिँ बर्दुबईमा छ र हामीसँग को छ तिमीहरूलाई थाहा छँदैछ हामीसँग स्याडो र ब्लिजी द भाइब छ स्याडो र ब्लिजी द भाइब छ जामा लाउने हो सो लेट्स गो हामी भित्र जान्छौँ स्याडो र ब्लिजी द भाइब पनि भित्र छ हामीले भर्खरै पेट पूजा गरेर बसेको थोरै खाना आएको थोरै है फेरि ओके सो लेट्स गो इनसाइड हामी भित्र आइसकेको छौँ स्याडो वेलकम टु दुबई धन्यवाद दाइ एकदमै यहाँ झुलिरहेको छु म चाहिँ होइन सो भोलि सबजना झुल्नुपर्छ चट्ट लाएर होइन 11 जुलाईमा ब्लिजी द भाइब वेलकम टु दुबई थ्याङ्क यू दाई आफ्नै हो सो गाइज अब आज चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि अब भन्नु भन्दा नि तिमीहरूलाई देखाइदिउँ न है देखाइदिए राम्रो हुन्छ होला नि जामा लाउने हो तिमीहरू हेर्छौ नि होइन हेर्छौ नि हेर्दैन भने फेरि मैले जाने फेरि तिमीहरूलाई आँखा यस्तरी चिरेर देखाउँछु फेरि जामा लाउने हो ल जामा लाउने दाइकोबाट चाहिँ म चाहिँ होइन ब्लग हान्दैछु है होइन हेलो मेरो माइक पनि सुनिराख्नु भएको होला सो हामीले फ्लावर पाइसक्यो होइन कहाँबाट भन्छ भने केटा हो अब यो चाहिँ सिक्रेट हो होइन दाइ के हो सिक्रेट हो स्पेसल मान्छेले दाइको जब चाहिँ आज मैले हान्दैछु ह्यान्डल मैले अब यसो यहाँबाट अब इन्कम हान्नु पऱ्यो भनेर के दाइकोबाट होइन के हो टेक ओभर हान्दैछौँ होइन सो अब हाम्रो त हेर न केटा मेरो गाडी हेर न कुन गाडी हेर्छौ ल भन त सब मेरो गाडी हो यो यतातिर होइन अनि त्यही हो हामी यहाँ ग्रान्ड एस्टोरिया रहेछ त हेर्दा यो होटल एस्टोरिया भित्र यो चाहिँ एस्टोरिया रहेछ अनि चुरोट तान्न मिल्छ कि मिल्दैन त यार मिल्छ डरै लाग्दो यार केटा हो है डराउनु पर्दैन जबसम्म म छु टेन्सन भन्ने कुरै हुँदैन ल है ल अब यति भएपछि चाहिँ म चाहिँ ढुक्क भएँ आज होइन केटा पुलिस आयो भने चाहिँ मलाई इन्फर्म गरेर ल सबभन्दा पहिला यो चाहिँ मेरो रेन्ज रोभर होइन यो चाहिँ अब यतिकै मैले पार्किङमा राखिरहेको हो सो त्यही हो होइन सबजना टक्क लाएर 11 जुलाईमा चट्ट आउनु होला अनि एकछिन रमाइलो मात्रै गरेको हामीले होइन दाइ हो नि रमाइलो त सबैजनालाई वेलकम दाइ पनि यता हुनुहुन्छ सो सबैजना आउनु होला रमाइलो गर्नुपर्छ है त ल टेक केयर केटा हो गाइज हामी कहाँ छ तिमीहरूलाई थाहा छँदैछ थाहा छैन भने म भन्दिनँ तिमीहरूलाई अहिलेलाई तिमीहरूलाई किन भन्नु न तिमीहरूले मलाई पैसा पठाउने मेरो एड्रेस दिन्छु एड्रेस मात्र होइन कसम म कहाँ उभिरहेको छु नि भन्छु तिमीहरूलाई लाइभ लोकेसन पठाइदिन्छु पैसा पठाउँछै पऱ्यो तिमीहरूले चाहिँ आमा लाउने हो कि भन त हो नि त अब पैसै पठाउँदैन मुला गरिबहरू सो गाइज अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि अहिले चाहिँ अब हाम्रो गाइजहरूको चाहिँ पोडकास्ट छ सो पोडकास्टमा जाँदैछौँ हामी पोडकास्टको नाम छ गफसप म तिमीहरूलाई त्यो ट्याग गरिदिन्छु यहाँ पोडकास्टको तिमीहरूले आइकन हेर्न सक्छौ सो जामा लाउने यदि तिमीहरूलाई पोडकास्ट हेर्नु मन छ भने पनि पोडकास्टमा गएर तिमीहरूले मजाले हेर्न सक्छौ सो लेट्स गो गाइज हाम्रो पोडकास्ट होस्टरलाई म ठ्याक्कै देखाइहाल्छु दाइ वेलकम टु द भ्लग नमस्कार हाम्रो विक्रम दाइ है खायो देश खायो दाइ चाहिँ आज पर्सनल ड्राइभर हो फेरि हाम्रो हजुर ल स्याडो जाउँ अगाडि बस ओके जाँदैछौँ है हामी अब कहाँ जाने ओके सो अब कहाँ जाँदा हामी अब दाइको नाम भन्नुहुन्छ मेरो नाम चाहिँ हो ल धन्यवाद मेरो चाहिँ आङ्को फोटोग्राफी हो सबैले फलो गरिदिनु होला अब फलो गर्छन् जामा गरेन भने फेरि थुतेर फेरि तिमीहरूको हात समाएर गर्दा नराम्रो देखिन्छ गर ल दाइ यार सबैजना अटे मनै हटिन कि यार अलिक ठुलो ज्यान भएको नि यस्तै गाह्रो चाहिँ जामा लाउने हो त्यही भएर डाइटिङ गर ल गर नि फेरि मुला ओके जामा लाउने हो हामी चाहिँ अल्कोसिस आइपुगिसकेका छौँ अब यहाँ दाइको पोडकास्ट कस्तो हुन्छ भनेर म तिमीहरूलाई बिहाइन्ड द सिन सकेसम्म खिचौँला हाम्रो विक्रम दाइ भर्खरै 17 वर्षको हुनुहुन्छ गाइज है ए ल 19 वर्ष ल दाइ झुट बोल्नु नि हुँदैन त्यो धेरै 27 वर्ष अनि मैले झुट बोल्दा तिमीहरूले पत्याइहाल्छ मैले भनेपछि पत्याएन भने फेरि थाहा छ नि तिमीहरूलाई कस्तो गाडी दाइ यो क्यामेरा समाएर तपाईँले गर्नुहुन्छ कि अहिले मैले फेरि यहाँ बिना हेलमेटको गाडी चलायो भने तपाईँले यो भिडियो पोस्ट गरिदिनु होला नि होइन त्यसपछि अनि पुलिसले समाउने मलाई यता दाइ यार द्याट ओके गाइज सो अहिले चाहिँ हामी अल्कोसिसमा आइसकेको छौँ यहाँ चाहिँ अब गफसफको सानो पोडकास्ट हुनेवाला चाहिँ जामा लाउने सानो पोडकास्ट हुन्छ त्यसपछि हामी यहाँ पोडकास्टबाट सकेर कता जान्छौँ तिमीहरूलाई हामी देखाइ नै हाल्छौँ आज चाहिँ स्याडोजी एन्ड ब्लिजी द भाइबको डे 2 इन दुबई गाइज ओके सो लेट्स गो अब के हुन्छ तिमीहरूलाई मैले देखाइहाल्छु अनि मैले यो लेट्सको कति भन्न थालेको मुख च्यादेर कानसम्म पुऱ्याइदिन्छु मैले मेरो आफ्नै
यस्तो गऱ्यो भने फेरि तिमीहरूले मलाई कसरी हेर्छौ ए जामा लाउने हो ओके कन्सिस्टेन्सी भनेको यही हो देख्यौ नि कति भिडियो ड्रप हुँदैछ अब सो हामी आइसकेका छौँ स्पटमा कति सिम्पल स्टुडियो त ल माका छौँ ल कडै छ त बाबालाई दाइ कसम ल बाबालाई सिम्पल स्टुडियो यत्तिको चाहिँ हुनु पऱ्यो जिन्दगीमा सुटिङ सुरु हुन थाल्छ एक जामा लाउने हो इङ्ग्लिसमै बोल्ने होला है अरे बा इधर आओ हवेली सो गाइस अब चाहिँ यहाँ सानो सुटिङ हुन लागिरहेको छ 3 2 1 दियो राजधानी के बबुआ तुमा देसी पवनिया माया तो गर्दै बसन्ती लगा कजरिया भन्ने भएर यो चाहिँ मजा आएको थियो त्यही त बवाल छ अनि यो गीतलाई हुन्छ नि कति तिमीहरूले अब जस्तो कमर्सियली नयाँ जस्तो कमर्सियल सङ हो नि त होइन सो कस्तो भयो त पोडकास्ट स्याडो बवाल भयो यहाँ टक्क लाएर बवाल भयो जामा लाउने भन्छ दाइले होइन यो कुरा चाहिँ मलाई मन परेर चाहिँ मैले यो कुरा भनेर हो दाइको त्यो हुन्छ नि एकदमै भाइ भयो गफसपमा चाहिँ दाइसँग नि रमाइलो भयो होइन कमल दाइ कस्तो भयो रमाइलो मनमा होइन जे आयो अब त्यही होइन स्याडोलाई भाइरल हुन्छ नि क्या स्याडोलाई जिनु हुन्छ क्या मान्छे मलाई त्यही हो दाइ माया गरिदिनु पऱ्यो सबैजनाले त्यति सो गाइजहरू सकिसकेको छ आजको हाम्रो भिडियो अलमोस्ट हाम्रो पोडकास्ट पनि कस्तो भयो च्याट लाएर बवाल भइसकेको छ त्यो कस्तो एक्सपिरियन्स हुँदो रहेछ पोडकास्ट दिँदाखेरि एकदम रमाइलो एक्सपिरियन्स भयो होइन सो यो कुरा हुन्छ नि दाइ अर्कै फिल गोप्य नै राखौँला यो कुरा गोप्य नै राखौँला गफसपमा गएर हेर्नु पऱ्यो नि त पोडकास्टमा गफसपमा चट्ट गरेर हेर्नु होला जस मजा आयो पोडकास्टमा के भयो भने अहिले हामीले सुनाएर तिमीहरूलाई घरमा भन्यो भने सिक्रेट सो गाइज भिडियो सकाइदिउँ अब थकाइ लाग्छ मलाई आराम गर तिमीहरू पनि मेरो भिडियो हेर्दा तपाईँ सिङ्गल होइन यो गर्लफ्रेन्डलाई दिनु है जिन्दगीमा कसैले मलाई फुटा कौडी दिँदैन कसैले मलाई फुल दियो बरु मान्छेले मलाई भुलिदिन्थे आज मलाई फुल दिए सही हो जामा लाउने हो एक्टिङ गरेको मैले सो जामा लाउने आजलाई भिडियो यति नै गरौँ नेक्स्ट टाइम नयाँ भिडियो लिएर म फेरि पनि चल बाई सुन बाबा कार्टुन बरु यो फुल ओइलेला तर स्याडो ओइलाउन जामा लाउने दाइले भनेको कुरा धेरै सत्य थियो के भन्ने अब ल भन्दैन नलाज हेर बेहुली जस्तो